Hello, namaste guys. Namaste. We are starting a new podcast अनि यो चाहिँ हाम्रो फर्स्ट एपिसोड हो र फर्स्ट एपिसोडमा चाहिँ हामीले हुन त गेस्टहरूलाई पाएको छैनौँ र उयो पनि गरेनौँ हामीले किनकि फर्स्ट एपिसोडमा नि हामी सबैजना बरु एक आपसमै कुराहरू गरौँ भन्ने खाले र यो पोडकास्ट भन्दा पनि साधारण गफ गाफ जस्तै हुनसक्छ होइन त्यही भएर वी आर स्टार्टिङ र भन केटा अब के चल्दैछ एउटा टपिक भूतको होइन सैलुन कस्तो हुन्छ होला भाइ अब 10 वर्ष पछाडि सैलुन होइन जस्ट अब कस्तो हुन्छ आजभन्दा 10 वर्ष अगाडि त्यो कपालमा यो आगो सागो बाल्ने थिएन नि त त्यो भन्ने थिएन नि अब जस्तै कि अहिले आजभन्दा अब 10 वर्ष अगाडि पनि त्यही केही त होला मैले यसो फ्युचर हेर्दाखेरि चाहिँ अब 10 वर्ष अगाडि चाहिँ हामी चाहिँ हुँदैनौँ रोबोट हुन्छ तेरो दोकानमा पनि त्यस्तो हुन्छ भाइ दस वर्ष अगाडि चाहिँ अब मान्छेहरू भन्दा पनि काट्न ओर्न त्यो रोबोटहरू हुन्छ अरे क्या त्यो पनि कहिले काहीँ त हुन्छ तर यता हुँदैन अस्ट्रेलियातिर होला चाइनातिर नेपालमा पनि त्यस्तो आउन सक्छ क्या किनकि धेरै ठाउँ अब बाहिर देश अगाडि त बितेको कुरा होइन मुलाहरू अगाडि त बितेको कुरा हो फ्युचर एउटा टपिक निकाल्नु अनि त्यसपछि पछाडि भन्न टपिक निकाल्दिनु सैलुन होइन भन्न त राम्रो भन्न भन्न अब 10 वर्ष पछाडि अब फ्युचर के कुरा गर्दाखेरि मैले फ्युचर त देखेको छैन के हुन्छ कसो हुन्छ तर त यो फिल्डमा चाहिँ छैन होइन जस्तै कि त सैलुनको फिल्डमा चाहिँ अब तैँले चाहिँ के एक्सपेक्ट गरेको छस् कि अब 10 वर्ष पछाडि चाहिँ सैलुनतिर के कस्तो उयो हुन्छ परिवर्तन हुन्छ किनभने जस्तै कि इक्जाम्पल अघि मैले 10 वर्ष अगाडि कपालमा आगो सागो बाल्ने थिएन तर अहिले आयो अब अझै 10 वर्ष पछाडि चाहिँ के चाहिँ उयो हुन्छ क्या नयाँहरू के आउँछ अब सरी त्यही हो कि अब त्यही अब फ्युचर हेर्दाखेरि 10 वर्षसम्म त म यहाँ नेपालमा हुन्छु कि त्यो पहिलो कुरो चाहिँ थाहा भएन म बाहिर देशमै जान्छु बाहिर देश नै जान्छु काम युरोप जुनै ठाउँ भयो नि युरोप कन्ट्री भयो जुनै कन्ट्री भयो नि जान्छु म नेपालमा चाहिँ बस्दिनँ अब यसो हेर्दाखेरि मैले मेरो नेपालमा पनि फ्युचर चाहिँ देख्दिनँ जस्तो लाग्यो अरू दाइ दिदीहरूलाई देख्दाखेरि अहिले 10,000 15,000 स्यालेरी खाएर बसेको हुन्छ कतिजना अब त्यस कुरालाई हेर्दाखेरि चाहिँ काहीँ कतै पनि जस्ट खानु मात्रै पुग्छ क्या लङ सङ चाहिँ पुग्दैन रहेछ होइन यसो बुझ्दाखेरि चाहिँ नेपालमा चाहिँ फ्युचर चाहिँ छैन छन् होला कतिजना मान्छेको छन् होला फ्युचरहरू मैले चाहिँ मेरो देखिनँ अब यसो सोच्दाखेरि 10 वर्ष अगाडिको कुरो पछाडिको कुरो फ्युचरको कुरो गर्दाखेरि सेलमा चाहिँ कस्तो परिवर्तन आउँछ भने एउटा आविष्कार आउन सक्छ क्या जुन त्यो अब अहिले हामी मान्छेले कपाल काटिरहेको छौँ होइन अहिले कति नै अब त्यो यसो भिडियो हेर्दाखेरि रिल्स हेर्दाखेरि त्यसमा पनि अब कतिले वर्ष अब 5 वर्षको भित्रमा चाहिँ अब हामीले उठी काम चाहिँ गर्नु पर्दैन जस्तो लागिरहेको छ मलाई किनकि बसेर काम गर्छु त्यो एउटा चेयर हुन्छ क्या त्यो बसेर मैले देखेको थिएँ त्यस्तो होला तिमीहरूले पनि देखेको थिएस् कि छैन त्यो थाहा होइन मैले देखेको छु बसेर काम गर्ने होइन त्यो बसेर त्यो घुम्ने चेयर हुन्छ क्या त्यो त्यसमाथि बसेर घुम्दै काट्ने हुन्छ त्यस्तो चाहिँ परिवर्तन आउँछ 5 वर्ष पछाडि अब 5-10 वर्ष पछाडि चाहिँ अब त्यही मलाई चाहिँ अब रोबोटले नै काट्छ जस्तो लाग्छ क्या अब यसो फ्युचर हेर्दाखेरि अब फेरि अब म फेरि यही फिल्डमा काम गर्छु छोड्दिनँ भर्खर मेरो स्टार्टिङ हुँदैछ होइन अब लाइफ के हो भर्खर त बुझ्दैछु मैले अझै मलाई कति कुरा बुझ्नै बाँकी छ होइन भोग्नुपर्ने छ यस्तो कुराहरू यो फिल्ममा छिरेपछि थाहा भयो मान्छे कसरी चिनिन्छ व्यवहार कसरी गर्नुपर्छ एकअर्कालाई सम्मान कसरी गर्नुपर्छ होइन मान्छे कसरी चिन्नुपर्छ मान्छेसँग कसरी बोल्नुपर्छ हेलो सर हेलो मिस भन्नुपर्छ आफूले जागिर खाइदिन्छ होइन अब आफूलाई पैसा कमाउनु छ अब आफूलाई नै अलिक एटिट्युड बढी भएर चाहिँ बस्नु हुँदैन रहेछ उनीहरूको अगाडि झुक्नु पर्दो रहेछ यति कुरा चाहिँ मैले थाहा पाएँ
थाहा पाएँ होइन मान्छेहरूको एटिट्युड हुँदो रहेछ क्या कति कुरो कति एटिट्युड हुँदो रहेछ मैले भर्खर थाहा पाएको क्या यो कुरो चाहिँ म पनि काम अब मैले पनि यो फिल्डमा छिरेको चाहिँ 2 वर्ष भयो तर त्यस्तो अब कलेज जाँदाखेरि म त्यस्तो बस्दिनँ थिएँ नि त दोकानमा बस्दिनँ थिएँ होइन अब यस्तो यो फिल्डमा छिर्दाखेरि चाहिँ मान्छे चिन्नुपर्छ मान्छेहरूलाई कसरी सम्मान गर्नुपर्दो रहेछ कसरी के गर्नुपर्दो रहेछ भनेर सुनिल दिन्छ धन्दा यी भाइ यिनीहरू अति हाँसिन्छ ओइ पदम जस्तै कि पदम यसले होइन अब काम गर्दाखेरि त्यो सर्भिसहरू गर्नुपर्छ भने सिधै अब त फेरि त्यस्तै फिल्डमा चाहिँ सिधै जस्तै कि बेमा होइन त बेमा क्यान्टिनमा गर्छ अब त्यहाँ पनि त तेरो पनि सिचुएसन त यस्तो पर्छ होला घरिघरि त्यो त कसरी ह्यान्डल गर्दैछस् जस्तोलाई त्यस्तै ठिक त्यस्तै भने जस्तै अब आफूलाई जस्तै हुन्छ नि मतलब जस्तो व्यवहार गर्छ म त्यसरी नै गरिदिन्छु राम्रो बोल्ने होइन अब जस्तो कि होइन तँलाई अब नराम्रो व्यवहार गर्नु त नराम्रो व्यवहारै गर्छ मैले गरिदिने हो कस्तो हुन्छ हौ के हजुर तपाईँ भन्दै नमस्ते गर्नु भएन होइन जति माथि हजुर जति सम्मान गर्यो त्यति टाउको टेक्छन् कि टाउको टेक्छ भनेको यसले बुझेन होला मतलब बुझ्यो अनि त्यस्तोलाई चाहिँ के भने त्यस्तै गर्नुपर्छ अनि यति नै हो मैले धेरै गरेँ तैँले होइन जस्तोलाई त्यस्तै गर्ने हो होइन लु ठिक छ एउटा त्यो पनि पर्सपेक्टिभ होइन अनि सुन अब त जस्तै कि वेटर काम गर्दैछ अनि एउटा ठुलो मान्छे छ अब त्यसले वेटर एउटा चिया नै ल्याइदियो एउटा कफी ल्याइदियो अब त त्यसलाई त्यस्तै व्यवहार गर्छस् कि हुन्छ सर भन्छस् किनकि त त्यो एउटा वेटरको पदमा छिस् नि त त्यहाँ त सबैसँग नम्र भएर बोल्नुपर्छ नि त अनि त्यहाँ होइन मैले भन्न खोजेको चाहिँ के भने अझै छ नि त्यस्तोलाई चाहिँ मतलब त्यस्तै व्यवहार गर्छु भनेको कि अब फर्स्टैचोटि वेटर भन्दा त अनि कसलाई रिस उठ्छ र होइन रिस उठेपछिको कुरा हो नि त त्यो त त्यही हो तर तैँले अब यसो सोच्दाखेरि होइन तैँले कुरो पनि तेरो अनुसार चाहिँ ठिकै गरेस् होइन अब यसो सोच्दाखेरि हेर भाइ पैसा कमाउनु छ तँलाई लाइफमा केही गर्नु छ भने त्यसलाई इज्जत दे होइन बरु आफूलाई जति नै दे राम्रो भयो भने सहनु पर्दो रहेछ क्या सहनु पर्छ उसलाई अब किनकि तैँले कामै त्यस्तो तैँले त्यही फिल्डै चुज गरेको छस् भने ऊ त तेरो सर हो नि ऊ त तेरो सर हो तैँले ऊ त तेरो सर हो नि जे भयो नि त उसले भनेको तैँले गर्नै पर्छ आफ्नो तैँले ठुल्ठुलो कुरो गरिस् भने तँलाई निकालिदिइहाल्छ नि कामबाट अनि अर्कैले ठुल्ठुलो कुरा गर्छन् त मतलब जस्तोलाई त्यस्तै गर्नु चाहिँ हाम्रो कर्तव्य नै हुन्छ त्यसले भनेको जुन पदमा बसे पनि आफ्नो आत्मसम्मान क्या अब आफूप्रतिको रेस्पेक्ट हुनु पऱ्यो क्या आफै अब मलाई कति यहाँ सुन म पनि काम गर्छु होइन कसैको त अब खाएर दिने छु म पनि काम गर्छु काम गर्दाखेरि मलाई भाइ मलाई त के भन्छ भने कतिले त हिप्छ पनि भाइ दोकानमा कसैले हिप्छ पनि उनीहरू आउँदैन यसले त सक्दैन अलिकति केही काम गर्दा अलिकति केही बिगार्दा पनि तै राम्रो होस् भाइ मनबाट भन्दैछ तै राम्रो होस् तै सही हो तै ठिक हो आफू गलत हो भनेर बस्नुपर्छ क्या त्यस्तो हुँदा त्यस्तो सिचुएसनमा जस्तोलाई त्यस्तो गरिदिने उस्तै गरिदिने भनेर हुँदैन क्या भाइ हो बुझिस् यो कुरा चाहिँ तैँले राख्नु पऱ्यो तर एउटा त्यो हो जतिकै सयले चाहिँ बस्नु हुँदैन रहेछ क्या अब जस्तो कि अब आफ्नो गल्ती छैन भने तर उसले भनिरहेको छ भने त्यो चाहिँ सयले बस्नु हुँदैन रहेछ आफूलाई पनि आवाज उठाउनुपर्छ भने के भन्नु पऱ्यो क्या यसलाई पनि त्यो पनि हो कि तर अब यसो सोच्दाखेरि आफूलाई नि केही गर्नु छ भने उसले बोलेको मनमा इख लिएर चाहिँ बस्नु पर्दो रहेछ यसलाई चाहिँ म देखाउँछु भनेर बस्नु पर्छ त्यसले भन्न खोजेको त्यो तैँले त जस्तै कि अब त्यसले नराम्रो भन्यो भने मन नराम्रो भन्छु भनेर त्यो त ठाउँको ठाउँ एक्सन भन् त तर यसले चाहिँ के भनेको छ भने उसले केही भन्यो ठिक छ आफ्नो मनमा इख राख्ने अनि कुनै बेला आफू केही बनेर देखाउने त्यस्तो भन्दैछ त्यसलाई नि आफूमाथि गर्व लागोस् न यार थाहा छ यसलाई मैले के भनिदिएँ नभनेको रहेछ रिग्रेट आएकोस् क्या अनि त्यसले नै तल सर भन्नु परोस् त्यो काम चाहिँ गरेर देखाउनु पर्ने त्यस्तो ठाउँको ठाउँ चाहिँ एक्सन चाहिँ लिनु भयो
सुनिललाई यस्तो बुद्धिमानी रहेछ किन लाइफ इज घुमाएको अनफेयर अझै सुनिललाई र जस्तै कि होइन तिम्रो घर घरभन्दा हाम्रो भन्दा त उसको घर अलिकति फार्मर खाले हुन्छ खेतीपातीमा अनि अब नेपालमा चाहिँ होइन खेतीपाती त अहिले धेरै नाच्ने गइसक्यो कृषि होइन अब तिम्रो नजरमा अहिले कृषिको अवस्था चाहिँ कस्तो छ क्या नाच्नै हुन आँटिसक्यो कि अब हामीले अझै कृषिमा केही गर्न सकिन्छ कि होइन कि त सरकारले यसमाथि केही गरिदिनुपर्छ कि यसो हुन्छ सरकारले पनि अब हेर्नु पऱ्यो भने कृषिमा ध्यान दिनु पऱ्यो केही कसरी चाहिँ अब धेरै उत्पादन गर्न सकिन्छ किनकि अब कृषिले नै हो नि त होइन अब देशले धेरै विकासहरू हुन्छ होइन किनकि कृषिले नै गर्दाखेरि चाहिँ होइन अब जति धनी भयो भने गरिब भयो भने मान्छेले खाने भनेको त्यो भात चामलहरू नै हो नि त होइन त्यही भएर चाहिँ जस्तो लाग्छ सरकारले पनि कृषिहरू चाहिँ अलिक धेरै प्राथमिकता चाहिँ दिनु परेको छ अझै पनि कृषिमा चान्सहरू छ त्यस्तो त लाग्दैन होइन मलाई नेतामा छ जस्तो लाग्दैन अहिलेको नेताहरू हेर्दा चाहिँ त्यस्तो लाग्छ र त्यहाँ पछि चाहिँ के हुन्छ त्यो चाहिँ भन्न सकिँदैन अरू अब तपाईँ भन्नु त कोरिया ड्रिम भन्नु अब त यसो हेर्दा घरको आर्थिक स्थिति हेर्दाखेरि आफ्नो मेरो साथी होइन घरको आर्थिक स्थिति हेर्दाखेरि मैले बुझेँ पनि छु मेरो कमजोरी छ आर्थिक स्थिति अब त कोरियन क्लास पढिरहेको छु यसपालि एउटा फ्युचर देखेको छु होइन यो फ्युचरमा यो गर्छु भनेर कतिको भोगाइ छ र कतिको भोगाइ भोग्नु पर्दो रहेछ र अनि कति पीडाहरू रहेछ भन्ने त्यसको बारेमा एक्सप्लेन गर्दैन कोरियन ल्याङ्ग्वेज पढ्दै होला कोरियन ल्याङ्ग्वेज भनेको चाहिँ अब ठिक्क एक दिनमा पढ्यो एक दिनमै कोरिया जाने खाले होइन अब कोरियन ल्याङ्ग्वेज भनेको चाहिँ पुरै त्यो कोर्स सकिन नै डेली उयो इन्स्टिट्युट भ्यायो भने नै डेली इन्स्टिट्युट भ्याउँदाखेरि पनि 6 महिना 7 महिना लाग्छ अनि त्यो 6 महिना 7 महिना मात्र पढेर पनि हुँदैन आफूले सेल्फ स्टडी पनि गर्नुपर्छ घरमा अनि के हो भने त्यो अब हामी त 12-11 भनेको त्यही होइन पढ्दिनँ थियौँ त्यहाँ कलेजमा पनि गहार्नु आयो घरमा त्यस्तो राख्दैन र पढाइ चाहिँ महत्त्व रहेछ भन्ने कुरा चाहिँ अहिले मलाई थाहा हुँदैछ होइन किनकि अहिले बिहान 5 बजे उठेर 1 घन्टा कतै योगा उयोहरू एक्सर्साइजहरू गरेर अनि 6 बजेबाट एकैचोटि 8 बजेसम्म पढ्न बस्नु त्योहरू चाहिँ मेरो लाइफमा चाहिँ साँच्चै सम्भव थिएन तर अहिले चाहिँ सम्भव हुँदैछ किनकि अब मैले पनि आँटेको छु होइन कोरिया जानलाई अब पीडाहरू त्यहाँ त्यस्तै हो पीडा भनेको लाइफमै आइरहेको छ त्यहाँ त्यस्तो एकचोटि जान पायो भने चाहिँ अहिले त्यो पैसा नहुँदाखेरि भोगेको पीडा र अब जुन दिन पैसा आउन थाल्छ त्यो दिन भोगेको पीडा चाहिँ पैसा आउन थाल्दाखेरिको पीडामा चाहिँ उयो खुसी हुन्छ क्या अहिले त्यो अब हामी जस्तो कि पैसा आउँदैन हामी बेरोजगार नै हो एक प्रकारको अहिले दुःखहरू पर्दाखेरि चाहिँ हामीलाई निकै दुःख लाग्छ होइन पीडा पर्दा निकै दुःख लाग्छ तर जुन दिन पैसाहरू आउन थाल्छ त्यो पीडामा पनि हामी खुसी खोज्छौँ क्या काम मेहनतको फल मेहनतको फल काम यति गाह्रो भयो भने कमसेकम पैसाहरू त आएको छ हामी पहिला जिरो हुनुभन्दा अहिले बरु मेहनतै गरेर अलिकति ठुलो हुनु राम्रै हो बरु मेहनत धेरै नै होस् त्यस्तो लाग्छ है मलाई चाहिँ अरू प्रश्नहरू सोध्न है गाह्रै हुँदो रहेछ गाह्रो हुन्छ यो तिमीलाई कोरोनाको बेला एउटा सिम दिएको थियो नि सिम स्कुलले मैले लिइनँ तर पढ्नलाई होइन के होइन मैले चाहिँ लिएको थिएँ होइन त्यो अनलाइन पढ्नलाई होइन गेम खेल्नलाई चाहिँ फ्री थियो नि त होइन त्यो नेटहरू मैले त्यसमा कुरा चलेन मैले कस्तो चलेन मलाई दियो त तेरो घरमा म त पढेँ पनि त्यो बसेको होइन हामीले एक दिन जति लाइभ बसेको होइन पढ्दैन तिमी पनि आएको थियो होला सायद फर्स्टमा 9 क्लासमा चिन्जान थिएन जस्तो चिन्जान भएर अनि हामी यति भएको त अनि होइन त्यो कुरा नै के छ भने जस हाम्रो अब स्कुल लाग्यो नि जस कोरोना सकिएपछि मतलब सकिनाले कहाँ हल्का भ्याक्सिन आएपछि भनौँ न त्यति बेला अनि हामी सेक्सन सीमा थियौँ यता हाम्रो अर्को स्कुलबाट आएको सेक्सन सीमा थियो सीमा हो
सेक्सन सीमा थियौँ अनि थोर भएर के क्या सेक्सन सीमा चाहिँ थोर भएर छुट्याएको थियो होइन पहिला सेक्सन ए र बीमा थियो धेर भएर सी छुट्याएको थियो क्या अनि त्यसको कारणले चाहिँ अनि अब हल्का जान्ने नै थिएँ म त्यति बेला जान्ने चाहिँ अहिले पनि ठिकै एभरेज जान्ने थिएँ अनि टक्क मलाई हाम्रो विद्या मिस हुन्छ नि एमाहरू होइन गएँ अनि त्यहाँ मैले चिनेको मान्छे नि थिइनँ नाम नलिउँ होइन नाम नलिउँ अनि त्यहाँ गएँ अनि तिमी एमा हो भनेको थिएँ अनि भने उसँग चाहिँ कसरी कन्ट्याक्ट भयो भने अनलाइन क्लास पढ्दा कि एकैछिन ल अनलाइन क्लास पढ्दाखेरि कन्ट्याक्ट भएको के भन्नु सुरु गर प्राथमिक छ नि उसलाई चाहिँ कसरी कन्ट्याक्ट भएको उसँग चाहिँ कसरी चिनजान भएको भने चिन तैँले कुरा कता लगेको उतिर केही टपिक छ टपिक छ होला अनि तेरै उयो क्या हल्का जोड्दैछु होला अनि उसँग चाहिँ हल्का चिनजान थियो उयो हुँदाखेरि मतलब अनलाइन क्लास हुँदाखेरि यता चिनजान भात ल्याएर हान्दा हुन्छ क्या कस्तो त्यस्तो नबोल्नु काटिराख्ने भेट पनि लाग्छ त्यही त फर्स्टचोटि अनि हाल्दैन यो दामी हुन्छ कस्तो हो मलाई अनि त्यतिकै चिनजान भइरहेको थियो अनलाइन क्लासबाट हल्का एउटा ग्रुप पनि छुट्टिएको थियो हाम्रो राज कहाँ गयो भन अनि आउँछ त ए भन्न अनि त्यो कहाँ थियौँ अनलाइन क्लास थियो अनलाइन क्लासबाट होइन अनि चिनजान भएको थियो अनि त्यही कारणले चाहिँ म तँसँग चिनजान भएको थियो कि एउटा ग्रुप छुट्टिएको थियो हाम्रो त्यति बेला अनि मेरो एउटा त्यसमा साथी अलिकति ल बिचमा बोले ल त्यसमा अलिकति त्यो आफै कुरा गर्ने पनि रहेछ नि त्यो म्यासेज गर्ने दुईजना बिच अब कुराकानी गर्दा पनि मिल्ने रहेछ होइन अनलाइन क्लासमा त्यो होइन त्यो त्यहाँ म्यासेज गरौँ भने म्यासेज त्यो जुमबाट हो नि त होइन म्यासेज त गर्नु हुँदैन होइन लिङ्क आउँछ एउटा लिङ्क आएपछि अब त्यहाँ जोइन हुनु पऱ्यो त नपढेको भए देखा होइन गर्न पाइस् अनि यस्तोदेखि के गरेको हामीले रियलमा चाहिँ पोडकास्टमा छौँ र त नि पोस्टकार्डमा त अनि के झन् राम्रो नि अनि त्यति बेला अनि एउटा ग्रुप नाम भन्दिनँ मेरो एउटा साथी थियो त्यो अनि म अनि यता दुई तिनजना एकछिन कुरा काट्छु कुरा काटौँ अहिले हामी 12 सकेर बसेको होइन म त पढ्दैछु यो त आफ्नै काम छ होइन दुईजनामा प्रश्न दुईजना काम खोज्न त्यो कति गाह्रो चल्ने काम नभेटेको होइन पैसा नभेटेको हो होइन काम त फ्रीमा नि उसलाई गराइहाल्छ पैसा दिँदैन अरे पहिला सुनिलमा ल सुनिलमा त्यो भने के काम खोज्दैछौ होइन अनि कसरी खोज्दैछौ एकदमै गाह्रो लाग्यो मलाई काम खोज्नु घरमा सोधेर काम भन्दैन भेट्दैन र काम छ भने भन्नु भनेर गाउँ भने त्यो कुराले अघि पनि आउँदाखेरि त्यो छ नि जोसँग त्यसले पनि भन्नु भाइ के काम गर्नु भन्दा थाहा पनि फिक्स गाउँ पनि भनेर भन्नु भनेर प्रश्न गरेको थिएँ मैले सिधीहरू त्यो पनि त्यो बाहिर अब अलिक कृष्णलाई पनि भने छैन राम्रोसरी छ भने त्यो बोलाएर पनि देखाएर 2-3 जति कुदेर बेला पनि बोलाएर गएको गयो गएँ भन्नु त अस्ति बिहानै गएको म ए म थाहा नै थिएन यस्तो कुराहरू भन त अनि बर्किँदा अनि 7 बजीतिर पनि घर आयो बेलुकाको राति बिहान गएर बिहान त होइन बिहान त गएर छिटो 2-3 बजी त्यसो गऱ्यो होइन अनि एकैचोटि 7 बजी त्यो दिन त पर्खिँदा अनि एकजना साथी थियो उसले पनि छ भने चिनेको छ भने होइन भनिदिन्छु भने चाहिँ एउटा दोकानमा पानी ल्याइदिन्छु अनि हुन्छ अनि पर्खिनु भने 5 बजीसम्म पानी छिटो हुन्छ 5 बजीसम्म चाहिँ हामी जानुपर्छ भन्छ अनि कहाँ छु भनेको कुन मन्दिर
फोन को गरेको त्यसमा होइन अनि त्यो एरियाको लागि अब अलिक टाइम लाग्छ धेरै खान्छ कृष्णहरू त्यो कृष्णको साथीले तिमी चिन्छौ मनिषले होइन ए मनिष उसले अनि बस्नु फेरि त्यहाँ 6 बजे त्यहाँ 7 बज्छ होला कृष्ण र तिमी पर्खिँदै थियौ कृष्ण काम गर्दै थियो होइन मैले त्यतिखेर गरेको थिएँ कृष्णको चाहिँ हामी सबैले खोजेको थिएँ म थिएँ कृष्ण थियौँ खोजेको तिमी आउँथ्यौँ त्यो बस्दा गरेर 6 बजे बस्यौँ त्यहाँदेखि अझै टाइम लाग्छ 7 बज्छ भने अनि गएर ठिक सक्यो 6:30 बजे तर पनि आएन मलाई अनि कृष्णको बस्नु होइन गाह्रो भएछ मनिषले के काम गर्नु मानिसले त्यो टाइल्सहरू घरमा सुतेर काम भनेर काम छ भने भन्नु भनेर क्या गाउँमा भनेको त्यो टाइल अघि पनि आउँदाखेरि त्यो छ नि रोजनलाई त्यसलाई पनि भन्नु भाइ के काम छैन भन्दा हामीलाई भन्छ थाहा छैन फिक्स छैन हुन्छ के गाउँ पनि भने दाइहरूलाई भन्नु भनेर हामी अस्ति भनेको थिएँ मैले सिडीहरू त्यो पनि त्यो दाइलाई अब फेरि अरू दिन पर्छ है ठिक छैन त्यो पनि कृष्णलाई पनि भने छैन भने राम्रो सुरु छ भने त्यसले होइन बोलायो पनि अरू 2-3 दिन जति कुदेर पनि बोलाएर गएको गयो गएँ भन्नु त अस्ति झन् बिहानै गएको म ए म थाहा नै थिएन यस्तो कुरा त भन त अनि बर्किँदा अनि 7 बजीतिर पनि घर आयो बेलुका रातिको 7 बजी बिहान गएर होइन बिहान त होइन गयो होइन छिटो आयो कति 12 कि 2-3 बजीतिर त्यस्तो गऱ्यो होइन अनि एकैचोटि 7 बजी त्यो दिन त पर्खिँदा अनि एकजना साथी थिएँ उसले पनि अब छ भने चिनेको छ भने होइन भनिदिन्छु भनेको थिएँ एउटा दोकानमा काम लगाइदिन्छु अनि लगाइदिन्छ अनि पर्खिनु भने 5 बजीसम्म पर्खौँ 5 बजी छुट्टी हुन्छ अनि 5 बजीसम्म चाहिँ हामी जानुपर्छ भोलि घरि कहाँ छु भनेको त्यो कुन मन्दिर आएको छु भने फोन गरेको गरेको कृष्णले होइन अनि फेरि आउँछ ल अब अलिक टाइम लाग्छ धेरै काम छ अब छुट्टी पाउँदैन जस्तो लाग्यो भने कृष्णहरू होइन त्यो कृष्णको साथीले तिमी चिन्छौ मनिषले होइन ए मनिष उसले अनि बस्नु फेरि त्यहाँ 6 बजे पनि बस्नु त्यहाँ अझै 7 बज्छ होला भने कृष्ण र तिमी पर्खिँदै थियौ कृष्ण काम गर्दै थियो होइन मैले त्यतिखेर गरेको थिएँ है कृष्णहरू चाहिँ होइन हामी सबैलाई खोजेको थियौँ त्यतिखेर म थियौँ कृष्ण थियौँ अनि कौशल थियौँ तिनजना थियौँ त्यो बस्दा गरेर 6 बजे पनि पर्छौँ त्यहाँदेखि अझै यता टाइम लाग्छ 7 बज्छ भने अनि गएर एकछिन पर्खौँ 6:30 बजी तर पनि आएन बेसी मलाई अनि कृष्ण त बस्नु सक्दैन गाह्रो हुँदो रहेछ मनिषले के काम गर्नु मनिषले त्यो टाइल्सहरू टाइल्समा जाने भनेको होइन कि मैले गरेँ त कहिले गरेको 2 दिन गरेँ के भयो कस्तो गरेको अनि त्यस्तै हो केही भएन मतलब अब मान्छे धेरैको किन गर्नु त अब काम खाएर होइन मलाई त अब पुगिरहेछ नि त निकालेको छैन निकालेको होइन मतलब अरूलाई पनि कस्तो हुँदो रहेछ भाइ काम चाहिँ गाह्रो तर भाइ सयम भाइबाट थाहा छैन होला है थाहा छैन गाह्रो हुन्छ त्यो अरू गाह्रो हुन्छ त थाहा छ त्यो त सबले भन्ने काम त एक्सपिरियन्स सबभन्दा बरु चाहिँ एक्सपिरियन्स चाहिन्छ आफूसँग एक्सपिरियन्स चाहिँ के हुनुपर्छ यता तँसँग जस्तो कि त्यसले भन्यो टाइल्स गरेको उसले भन्यो कि खोज्दाखेरि कति गाह्रो पर्छ भन्ने एक्सपिरियन्स भन्नु नि त तेरो त्यो एक्सपिरियन्स छ कि छैन अरू यो सलुन बाहेक अरू कामको त्यस्तो केहीमा पनि छैन जस्तो लाग्यो जस्ट एउटा व्यापारी भएर चाहिँ जे कुरा जे गर्न सक्छु जस्तो लाग्छ मलाई एउटा डिल गर्न सक्छु मान्छेसँग
त्यस्तो चाहिँ हुँदैन, त्यो चाहिँ छ जस्तो लाग्छ होइन मलाई। अब अलिकति चाहिँ मसँग चाहिँ के हो, अलिकति बोली चाहिँ छैन अहिले होइन, मान्छेलाई कसरी छ त। घुमाउनु दलाली बोल्नु गर्ने कसरी उयो गर्न सक्नुपर्ने। तर जस्तो एउटा केही बिजनेस भयो नि, अब म यो सेलतिर यो फिल्डतिर नलागेर पनि म केही गरेर खायो भने चाहिँ सक्छु। जो दोकानदारी भयो, अब मसँग अब केही कुरामा मलाई पैसा चाहिएको छ, अब म केही कुरामा चाहिँ इन्भेस्ट गर्छु, जस्तै कि यो घर लगाउनेको यो पेन्टिङ गर्नेमा त्यसमा इन्भेस्ट गर्न सक्छु। अब म मान्छेहरूलाई देखाउन सक्छु नि त, दाजु हामी राम्रो काम बेसिकली गर्छौँ। भन्नुपर्दाखेरि अब तपाईँलाई सैलुन मात्रै होइन अरू काम गर्न नि आँट आउँछ। आउँछ सुनिल पुलिसमा जाने भनेको होइन तिमी त्यस्तो हुँदैन त्यो। होइन, जस्तै कि होइन बुझ्यौ होला नि त पुलिसको बारेमा हल्का रिसर्च त गरेर भने। त्यस्तो त खासै त गरेको थिइनँ। त्यो अब पहिलोचोटि त्यो हुन्छ अरे क्या त्यो। ट्रेनिङ त्यही ट्रेनिङहरू हुन्छ होइन, त्यहाँदेखि अनि त्यो के पो हुन्छ, परीक्षा पनि हुन्छ भने लिखित परीक्षाहरू त्यो लिखित हुन्छ हुन्छ। अनि इन्टरभ्यू लास्टमा चाहिँ इन्टरभ्यू हुन्छ भनेको युट्युबमा सर्च गरेर हेरेको थिएँ। यसो हेर्दा चाहिँ अलिक गाह्रै लाग्यो मलाई त। तैँले तेरो पहिले पास भयो। 10 को इक्जाम होइन नि त, गाह्रै हुन्छ। अब सुन न, तैँले तेरो त्यो त्यसमा तेरो फ्युचर पनि कोरियामा पनि देखिसकिस्। अब त्यो फ्युचर बाहेक अरू एकछिन लागि त कोरियन क्लास पनि पढिदिनुहोस् होइन, के पनि गरिदिनुहोस्। अब तैँले अब यस्तो मोड आइसकेको त होइन, म अहिले मसँग एक्सपिरियन्स पनि छैन होइन, तँसँग एक्सपिरियन्स पनि छैन केही कुराको पनि। अब तैँले केही गर्नै पर्ने हुन्छ, तैँले काम गर्नै पर्ने हुन्छ। त के कुरामा त्यस्तो के काम अब तैँले भन्नु खोजेको लाइक कोरिया पनि जान पाइनँ भने अनि मसँग त केही एक्सपिरियन्स छैन, त्यतिखेर चाहिँ म के गर्छु भन्नु खोजेको। त्यस्तो कन्डिसन अब अवस्थाअनुसार हुन्छ। अब अवस्थामा कामको बाहिर गएर कामै गर्नुपर्छ भने म नि अब सुनिले भन कसरी खोज्छ, मेरो पनि त्यही उयो आउँछ होइन। त्यसरी नै मैले पनि त्यसरी नै खोज्नु पर्छ कामहरू। चिनेको गरेको छ भने त छिटै मिल्ला, तर चिनेको छैन भने त फेरि त्यसरी काम खोज्नु होला। तैँले कम्प्युटरहरू पनि सिकेको थिइस् होइन, मैले सब बिर्सिसकेँ कम्प्युटर। फाइदा के त, पैसा चाहिँ खर्च। पैसा खर्च आउने हो। पैसा होइन, यस्तो हो क्या। पैसा तिरेर सिकेको हो र होइन नि, काम गर्दै सिकेँ होइन। यस्तो हो क्या, अब त्यहाँ मैले कम्प्युटर सिकेर प्र्याक्टिस भइराखेको भए त्यही भइरहेको थियो, तर छोडेर एकैचोटि मेरो त्यो एकचोटि छोडो क्या, एकचोटि पनि हेरेन, बिचमा प्र्याक्टिस भएन। त्यही भएर वर्ड यो फोटोसप त अलिअलि आउला, त्यो पावर पोइन्टहरू चाहिँ सब बिर्सिसकेँ। मैले बुझ्दाखेरि चाहिँ होइन, अब जस्तो कि मैले एकचोटि सोचेको थिएँ कम्प्युटर सिक्छु, दुबई कतै जान्छु, कम्प्युटर कामसाम पाइएला भनेको थिएँ होइन। सुनिल पनि भएको थियो नि थाहा छ। तर रियल लाइफमा चाहिँ के हुँदो रहेछ भने यहाँ जुन हामीले सोध्छौँ नि, यहाँ हामीले सिकेको एडभान्स कम्प्युटर हुन्छ नि, उहाँ त्यही त्यो स्कुलमा सिकाउँदो रहेछ क्या बच्चा बच्चीलाई। अनि यहाँ हामीले अब त्यस्तो सिकेर गरेको उहाँ गएर गर्छौँ भन्छौँ, तर उहाँले त्यही कुरा बच्चा बच्चीले सिकिदिन्छ भनेपछि त हामीलाई त कामतिर राख्ने त चान्स भएन। त्यहाँको त झन् खतरा हुन्छ। त्यही भएर यहाँ सिकेको कुरा चाहिँ विदेशमा अप्लाई गरेरै गरिखान्छु भन्ने चाहिँ अलिकति यहाँनिर चाहिँ फेरि यहाँ सिकेको कुरा त्यहाँ सकिँदैन भन्ने नि होइन। यहाँनिर अब पुरै खत्रै हुनु पऱ्यो क्या। जस्तो कि तैँले अहिले कपाल काट्न सिकिस् नि, तँलाई बुलेट हाल्न आउँछ होइन, तँलाई स्लोप हाल्न आउँछ। अब त युरोपमा गएर गर्छु भन्न चाहिँ पाइनस् क्या, पाएन। किनकि यहाँ त त्यो यहाँ त्यस्तो काट्नु भनेको त उहाँको त बेसिक हो नि त। उहाँ त तँलाई खतरा चाहिन्छ, त्यो नभए त्यो देशले त तँलाई स्वीकार्दैन नि त, किनकि त जस्तो त हजारौँ हुन्छ त्यहाँनिर। त्यही भएर यहाँनिर चाहिँ हामीले सिक्दाखेरि चाहिँ अलिक खत्रै लेभलमा हुनु पर्दो रहेछ क्या। अनि मात्रै पर्सनल उयो प्रोफेसनल हुनुपर्छ, अनि मात्र विदेशमा गर्न पाइन्छ। अब त्यहाँ गएर पनि मैले काम त पाउँदिनँ। गइहाल्यो भने मैले त्यहाँ गएर चाहिँ काम चाहिँ पाउँदिनँ, किनकि मैले त्यहाँ त्यो सेलुन दोकानमा चाहिँ बार्बरमा त्यहाँ चाहिँ गएर मैले चाहिँ त्यहाँ सिक्नै पर्ने हुन्छ। कम्तीमा पनि 1 महिना 1.5 महिना 2 महिना जति नै लाग्यो भने त्यहाँ चाहिँ सिक्नै पर्ने हुन्छ। अनि मात्र त्यसपछि मलाई काम दिनु।
ड्राइभिङ जस्तो रहेछ भनेपछि यताको लाइसेन्स लगो र पनि उताको लाइसेन्स निकालो अनि मात्रै काम गरेर खायो केटा हो तिमीहरू ड्राइभिङ सिक न ड्राइभिङ पनि लाइफमा एकदम पदमको के भयो साँच्ची ड्राइभिङको कुरा पैसा दिन्छ के भन्छ मैले चाहिँ कसरी पैसा सेलेरी त्यो एउटा सिक हो त्यो भनेर 20,000 होइन त्यही त सिक्नलाई पनि पैसा चाहिन्छ नि त मतलब उयो गाडी सिकाएको कहाँ Monthly? त्यो काममा जान्छ भाइ कोही बेला टाइम निकालेर त्यो त हुँदैन क्या त्यसमा काम दिनभरि टुक्रे पुरै गरेर सिटीको त नआउँदा पनि सिटी पुरै यार हाल्छ नि। गाउँमा यत्रो दाइ भाइहरू छ त्यसरी सिक्ने क्या तिमीहरू गाउँको कुरा नगरौँ गाह्रो छ क्या भाइ कहाँ भने जस्तो हुन्छ गाउँको होइन आफूले खुट्टा तान्ने मात्रै हुन्छ कि भाइ अब खुट्टा तान्ने हुन्छ नि भाइ के गर्नु त अब आफूले त्यो कुरा त आफूलाई त जसरी भयो भने हासिल त गर्नुपर्ने हुन्छ नि त जसरी भयो पनि गर्नुपर्छ क्या तर एउटा चाहिँ सिक्नु चाहिँ पर्दो रहेछ होइन मैले भनेको तिमीहरूलाई गाडी किन गाडी किन्नुपर्छ बिस्तारै अब पैसा नभएको बेला घरले चिनेर बेरोजगारी गाडी किन्नु हुन्छ घुम्न जानुपर्छ नि त्यो त घर उता हो? सुन्न दार्जिलिङ त्यो ए जग्गा छ अरे भाइ त्यो त अस्ति बेचेको बाउको पो त जग्गा छ कहाँ उसको धान कहिले रोप्ने सुन्नु आउँछै पाएको छैन उसले। एउटा तिमीहरूले यत्रो होइन काम गर्यो अब तैँले पनि काम गर्दैछस् होइन कि छैनस् छैन छैन छ लु एकछिन भन्न के काम यत्रो काम गर्दैछ के काटेर खानु हुँदा उता राख न। भाइ एकछिन राख न। ए सरी तिमीलाई अब लु एकछिनको लागि खान्छु ल ल, काटेर काटेर ए राख्ने ए मलाई ढिलो बुझ्छु छोड्नु ल, काट्छु ल, छोड्नु। तिमीहरूले अब एकछिनको लागि चाहिँ होइन अब स्कुल लाइफसम्म चाहिँ तिमीहरू पढ्दाखेरि होइन यार साथी ठुलो साथीले सबै थोक जस्तो लाग्छ होइन अब लाग्थ्यो होइन अब म तिमीहरूलाई चाहिँ कस्तो अब काम पायो भने होइन पैसा चिन्न थाल्यो भने त्यति बेला के धेरै जस्तो इम्पोर्टेन्ट लाग्न सक्छ तिमीहरूलाई एभ्रिथिङ मनी कि एभ्रिथिङ सबै थोक लाइक त्यो एउटा बेस्ट पेन हुन्छ कि त्यो मनी मात्रै एभ्रिथिङ होइन होइन पैसा नभई केही हुँदैन तर मनी नै एभ्रिथिङ त होइन नि होइन होइन मतलब पैसा छ अनि अब कसैको साथ छैन भने त्यहाँ नै उयो हुन्छ हामीलाई खल्लो गाह्रो हुन्छ। अब बिरामी छ अनि कसैको साथ छैन अनि अब त्यो कसरी जाओस् हस्पिटल मरेको छ कोही आएको छैन त्यहीँ सडिनु भन्दाखेरि बरु पैसा यस्तो हो क्या काम गऱ्यो पैसा पनि आयो पैसा पनि राम्रो हुँदैछ काम पनि राम्रो हुँदैछ तर पनि त्यो पैसा त्यही त एक्लै खर्च गर्नुभन्दा बरु पैसा नहुँदैखेरि साथीसँग बगान घुम्न राम्रो होइन साथी चाहिँ चाहिन्छ पैसा थोरै पनि उठाएर चाहिन्छ। बरु सडकमा जानु पैसा पनि चाहिन्छ नचाहिने होइन पैसाभन्दा साथी ठुलो पनि भन्दिनँ साथीभन्दा पैसा ठुलो पनि होइन तर दुईवटा कुरालाई चाहिँ लाइफमा सँगसँगै लिएर जानुपर्छ है अब पैसै कमाउनको लागि साथीलाई छोड्नु भएन अनि अब साथी नै ठुलो भनेर पैसालाई छोड्दाखेरि फेरि आफ्नो जीवन चल्न पनि गाह्रो यत्रो काम गरिस् होइन अब काम भयो नि अब छुट्टो नभए पनि काम गरिस् तर के सिकिस् त त्यहाँबाट त्यहाँबाट मैले के सिकेँ भने के सिकेँ भने होइन मैले त्यहाँबाट के थाहा पाएँ के अनुभव गरेँ भन् न साइडमा बस्नु हावा आउँदैन अट्नु परेन भन्न अलिकति सर्दैन। प्रश्न छ जो चाहिँ रहेछ फेरि ए नै यहाँ कसरी बसिरहेको छ यहाँतिर सब उयो गर्दैछ हो हेर्नु यो पाके कसरी बस्नु ए के अरे भाइ पैसा भन् तैँले यत्रो कामहरू गरिसके होइन अब लेसन चाहिँ के सिकिस् अरे क्या त्यो कामहरूबाट तैँले यस्तो कुरा चाहिँ के सिकिस् जुन चाहिँ अरूलाई भन्न चाहन्छस् जस्तै कि हामीलाई भन्न चाहन्छस् काम सानो ठुलो हुँदैन होइन के थाहा छ भन्न यसरी हाल्छु अनि थोरै पैसामा नि अब हुन्छ नि मतलब गर्दिनँ भन्ने खालको मलाई नि हुन्छ मैले गरिनँ भने कति काम साँच्ची रयलमा थोरै पैसा होइन गर्छु जस्तो लागिरहेको थियो मलाई मैले गरिनँ भने कति काम काम नभएर कस्तो भइरहेको छ मलाई अहिले पछुताउनु पर्दा चाहिँ गरेको भए हुने रहेछ अनि त्यो कामबाट चाहिँ के सिक्यो भनेदेखि काम चाहिँ यस्तो चिज हो जुन चाहिँ हामीलाई नभइ पुग्दैन होइन लगानी तैँले काम गर्न थाल्यो भने कति पनि भएन होला होइन
म कम्ती 1 वर्ष भयो होला होइन तेरो बाउआमाले तँलाई ल्याएर खुवाएर दिँदाखेरि आनन्द सबै थोक बढी पुग्न लाग्थ्यो होइन अनि काम के रहेछ कसरी गर्नुपर्छ आमा बाउले कसरी के गर्दैछ त्यसमा चाहिँ के पोइन्ट छ त्यो चाहिँ भन्नु क्या फरक यहाँनिर तैँले भन्न खोजेको पहिला आमा बाउले खुवाएको र अहिले तैँले काम गरेर आफ्नै खाएको जेमा फरक भन्न खोजेको रोजगारी त भइसकेको छैन नि त बाबुआमाले खुवाउनै भएको होइन रोजगारी भएको छ तर पूर्ण रूपले चाहिँ भएको छैन बाबुआमाले खुवाउनै भएको छैन आफूले आफूलाई खान पुग्दैन अनि त्यो मैले त्यो कसरी बुझ्नु होइन बाबुआमाले खुवाएको भोलिपर्सि म बाउकै कमाइ खाँदैछु अझै पनि अनि त्यो चाहिँ मैले बुझ्न गाह्रो छ जिन्दगी लामो छ 2 घन्टाको फिल्म होइन होइन त्यसैले अब बुझेर भन्नुला नबुझी अब बक गरे पनि राम्रो होइन पछि त सबैले बुझ्छ तर मैले चाहिँ यो अहिले बुझेँ मैले यति छिटो कुरामा यति चाहिँ मैले बुझेँ बाउआमाले यार हामीले कसरी घर परिवार चलाउँदैछ होइन घर परिवार कसरी चलाउँदैछ कताबाट ऋण भएर हुन्छ कि कताबाट गाली आएर हुन्छ कि कताबाट कमाएर हुन्छ कि चलाउनु सकिरहेको छ मैले चाहिँ अहिले यस्तो मोडमा छु कि म भोलिपर्सि यसरी मार्केटिङ भोलिपर्सि बढ्दै गयो भने हरेक कुराको मूल्य बढ्दै गयो भने म अब पछि म पनि एउटा बाउ होला पछि मेरो बुढी पनि एउटा आमा होला नाति होला हजुरबाउ होला तर मलाई चाहिँ जहाँसम्म लाग्यो जुन बाउआमाले गरेर हामीले देख्छौँ त्यतिसम्म चाहिँ गरेर दिन सक्छु कि सक्दैन जस्तो हुन्छ क्या अनि लाइफ चाहिँ त्यो रहेछ क्या इम्पोर्टेन्ट चाहिँ लाइफ त्यो चाहिँ अलिक उयो रहेछ क्या म चाहिँ कस्तो गाह्रो हुँदो रहेछ कतिको मान्छेको भनाइ सुन्नु पर्दो रहेछ कहाँबाट ल्याएर दिनुपर्दो रहेछ तर बाउआमाले हेर कस्तो मजाले क्या अब घर चलाइरहेछ कस्तो मजाले क्या घर चलाइरहेछ होइन सबै कुराहरू ल्याएर भरिपूर्ण दिएको छ त्यसरी चाहिँ हामी चाहिँ गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा आउँछ लाइफमा अब यो कुराको आज रात पनि होइन एउटा मुभी हेरेँ क्या जुनियरहरूले हेरेँ होइन नाम चाहिँ थाहा भएन मुभी हेर्दा नाम थाहा हुँदैन मुभी चाहिँ त्यस्तै फ्यामिलीको बिचमा थियो होइन फ्यामिलीको बिचमा त्यो अब जेठो छोरा रहेछ क्या भन्दा अब फेसबुकमा यसो रिल सेयर गर्दा जाँदाखेरि मैले मुभी देखेँ क्या जब होइन त्यसमा अब घरको जेठो छोरा होइन उसले चाहिँ काम गरेको ऊ एजुकेट रहेछ क्या अलिक अब बाउले यस्तो भयो क्या बाउले जेठो छोरालाई के गर्छु के बनाउँछु बाउसँग त्यस्तो पैसा थिएन बाउ पनि गरिब थियो अब दुईजनामा एकजना पढाउनै हुन्छ कान्छोलाई चाहिँ ग्यारेजमा हाल्यो होइन कान्छोलाई ग्यारेजमा हाल्यो अनि जेठो छोरालाई एजुकेट बनायो भोलिपर्सि धेरै एजुकेट भएको पनि राम्रो होइन क्या भोलिपर्सि अनि यस्तो भयो क्या अब उसले कमाउँदै जाँदाखेरि खर्च बढी भयो उसको बिहे भयो उसको एउटा छोरा भयो नानीलाई अब बाउ छोराको बिचमा डिस्कसन भयो क्या म तिमीलाई यति दिन सक्दिनँ यतिको 4000 महिना दिन सक्दिनँ अब त्यति बेलाको जमानामा 4000 भनेको धेरै ठुलो कुरो होइन अनि त्यति बेला कम्ती पनि केटाले जागिर खाएको रहेछ होइन अलिक जागिरै राम्रै भनौँ न राम्रै खाएको रहेछ होइन बाउले यस्तो पढाएर बुझाएर होइन अनि छोराले चाहिँ के भन्यो भने आमालाई पैसा ल्याएर दियो क्या आफ्नो स्यालेरी ल्याएर दियो अनि आमालाई भन्यो क्या म सक्दिनँ हो आमा म यसरी पैसा दिन सक्दिनँ मेरो पनि चाहना छ मेरो पनि केही दिनु छ पुरा गर्नुपर्ने मेरो पनि एउटा परिवार छ के गर्नुपर्ने त्यही कुरामा चाहिँ डिस्कसन भयो तैँले यति 400 रुपियाँ दिनलाई अहिले यत्रो थोक भन्नुपर्छ अब त्यसको दिदी रहेछ क्या अब बिहे गरेको रहेछ दिदीले पनि अब आफ्नो परिवारहरूसँग चाहिँ झगडा गरेर आएको रहेछ मनमुटाव भएर आएको रहेछ घरमा अनि दिदीको लक्षण पनि त्यस्तै रहेछ होइन लक्षण त्यस्तै रहेछ अब दाइ बाउ आमालाई पनि दाइलाई धेरै जस्तो दाइलाई पनि नपर्ने अब बिहे गरेको एउटा नारी केटी आफ्नो माइत आएर चाहिँ बस्नु हुँदैन भन्ने कुरो हो रहेछ होइन
त्यसरी जहिले आएर बस्नु पर्दैन हुँदैन रहेछ आफ्नै घरमा बस्नुपर्छ अब बिहे गरेपछि पढाइ भयो अनि त्यही कुरामा चाहिँ डिस्कसन भयो अब भाइलाई चाहिँ यस्तो भन्यो क्या भाइलाई म त्यो यसको यति फी एउटा त्यसको सानो भाइ पनि थियो यो फेल भएको गइ गर्छ 10 पास पनि गर्दिनँ होइन म यसलाई पढाउन सक्दिनँ यसलाई मैले कति खर्च गरिसकेँ होइन अनि पुरै झगडा पर्छ क्या तर मैले 9 महिना 20 दिन कोखमा राखेँ गीत सुन्नलाई हो भन्नु क्या आमाले अनि बाउको चाहिँ पैसा उधारो थियो होइन घर गिर्दीमा थियो घर गिर्दीमा राखेको बाउले अनि बाउले चाहिँ के भन्नु छोराले चाहिँ के भन्नु बाउले चाहिँ के भन्नु यस्तो कुरा भन्छ बाउले भन्यो कि छोराले भन्यो बाउले चाहिँ छोरालाई भन्नु क्या त यस्तो कुरा गर्छ हामीसँग तँलाई यत्रो दिन पालेको यत्रो दिन हुर्काएको यत्रो दिन पढाएको गीत सुन्नलाई हो भन्यो क्या बाउले अनि होइन म त्यो मलाई मेरो सम्पत्ति दे म गएर बस्छु भन्यो क्या छोराले भन्यो अनि बाउले चाहिँ के भन्यो म दिदिनँ तँलाई दिदिनँ तर घर छोडेर जा अनि बाउले चाहिँ के ऋण खाएको रहेछ क्या घरको बारेमा घरको दुधो पिसो राखेर ऋण खाएको रहेछ अनि बाउले अनि छोराले चाहिँ के भन्यो भने मेरो पैसा दे मेरो पैसा जुन दिन फिर्ता गर्छस् म त्यही दिन तेरो घर छोडेर जान्छु अनि बाउले कमायो बाउले एउटा जागिर पनि खाएको हुन्छ क्या सरकारी जागिर अब खाएपछि चाहिँ धेरै पैसा आउँछ 10,000 त्यस्तो 12,000 अरू छोडिदियो भने चाहिँ एकचोटि आउँदो रहेछ क्या पेन्सन होइन त्यस्तो केही आउँदो पेन्सन नलिकन एकैचोटि लिन्छु भन्नु त्यस्तो आउँदो रहेछ अनि बाउले चाहिँ त्यसलाई पैसा दियो होइन त मेरो घर छोडेर गयो अनि त्यहाँदेखि भन्यो क्या अनि छोराले के रहेछ छोरा अब दिन इम्पोर्टेन्ट आयो क्या छोराले जे कुरा पनि हिसाब खोज्ने क्या आफ्नो बुढीसँग पनि हिसाब खोज्ने घरको अब त्यो हुन्छ नि त्यो सागसब्जी ल्याउँदाखेरि यति खर्च हुन्छ घरमा हामी त्यहाँ हुँदा चाहिँ हामीसँग परिवार हुँदाखेरि चाहिँ कति खर्च आउँछ भने क्या धेरैमा पनि 300-400 रुपियाँ आउँथ्यो खर्च भन्यो क्या अनि यहाँ तिमीले खर्च कति छ भन्यो क्या यहाँनिर चाहिँ दुईजना बुढाबुढी छ एउटा छोरा छ त्यसमा 300 रुपियाँ खर्च आयो भने अब बाउ अब त्यो केरा कस्तो साह्रो रहेछ क्या जे कुरा पनि हिसाब खोज्ने पैसाहरू उयो गर्ने टाइपको रहेछ जे कुरा पनि बुढीसँग हिसाब खोज्ने यो हिसाब देखा अनि नानी अब बच्चा भर्खरको छ भने त्यसलाई चाहिन्छ प्याम्पर्स चाहिन्छ त्यो हुन्छ नि त्यो लिक्स के हुन्छ त्यो सानो टाइपको खुलाउँछ त्यो त्यस्तोमा पनि हिसाब खुल्दा रहेछ अनि यो फिल्मबाट चाहिँ मैले के बुझेँ भन्दाखेरि भोलिपर्सि चाहिँ यस्तो दिनहरू नआओस् होइन बाउआमा जसरी हामीले दुःख गरेर यस्तो हुर्काएको छ बढाएको छ र यस्तो दिन चाहिँ नआओस् हामी चाहिँ बाउआमा जसरी पालेको छ त्यसरी चाहिँ हामी चाहिँ सक्छौँ कि सक्दैनौँ भन्ने एउटा निर्णय पनि हुन्छ किनकि हामीले पनि यो 10,000 कमाउनु होइन महिनाको हुन्छ त्यो 10,000ले पनि घर चल्दैन क्या अहिले त्यो 10,000ले पनि घर चल्दैन होइन त्यस्तो चाहिँ अब म चाहिँ त्यहाँ के भन्छु भने जति सक्दो हुन्छ बाउआमा चाहिँ जानु गर होइन भोलिपर्सि बिहे गर्छु कसो गर्छु मनमुटाव हुन्छ कि एउटै घरमा बसेर कस्तो हुन्छ खास चाहिँ यसको घरमा चाहिँ के हुँदैन जुन घरमा चाहिँ दाजुभाइ छ त्यो घरमा हुन सक्छ पनि होला तर जसमा चाहिँ के भन्यो भने त्यो अहिले मेरो लाइफमा चाहिँ मेरो दाइ बेस्ट हुन्छ मेरो लागि चाहिँ बेस्ट फ्रेन्ड भएर बसेको छु होइन दाइको लागि म पनि छु दाइको लागि चाहिँ बेस्ट फ्रेन्ड भएर बसेको छु मैले अनि अरू चाहिँ मलाई कसैले पनि साथ नदियो भने मैले मेरो दाइले साथ दिइरहेको छ त्यस्तो टाइपको मोडमा अब आएको छु होइन मेरो दाइले चाहिँ मलाई अति नै गरेको छ तर मैले चाहिँ मेरो दाइको लागि चाहिँ अति नै गर्नु पनि छ हाम्रो अब म के भन्छु यही कुराहरूलाई अब चाहिँ यसो सम्झिँदैन बुझ्दाखेरि चाहिँ हामी चाहिँ के भोलिपर्सि बाउआमाले पाउन सक्छौँ कि सक्दैनौँ कि भोलिपर्सि बाउआमालाई हेला गरिदिन्छौँ कि यहाँ घरमा निस्केर हामी के गर्छौँ त्यही कुरा चाहिँ मलाई भनेको किनभने त्यो कुराबाट के कसो बुझ्छु अलिकति भएन होइन अब भोलिपर्सि म यस्तो गर्छु यस्तो गर्न सक्छु त्यो त 12 कस्तो लाग्यो आइपिएस अफिसर ए म हल्का बेसी हाल्ने खालको मान्छे हो कि
कस्तो लाग्यो सिमी दामी छ त्यो। राम्रो छ। केटाले मिहिनेत गरेको छ, एउटा केटीले आँट दिएको छ। अब त्यो अब यस्तो केटीले त्यस्तो त्यस्तो होइन केटीले आँट दिने भनेको फिल्ममा मात्र होला कि रियल लाइफमा नि होला त्यति साह्रो रियल लाइफमा नै हुन्छ 100 मा 1 2 होइन हुन्छ धेरै कम्ती हुँदैन नि तिम्रो छ चिन्ता नगर गाइड्स गाउँको अब यस्तै हो ओए एन्ड हाल्नु ल पल्छिउ लाग्यो एन्ड हाल्नु ल गाइड्स गाउँको आफूहरू यस्तै हो दिस इज द फर्स्ट पोडकास्ट त्यही भएर यसमा हामीले खुलेर बोल्न धेरै सक्दैन कुराहरू जानी नजानी गरेको स्टार्ट मात्र गरेको अब सेकेन्ड एपिसोडमा चाहिँ हुनसक्छ हामी गेस्ट ल्याउँछौँ होइन भन न हौ यो गेटको भन अँ अनि सेकेन्ड गेस्टहरू लिएर अझै हामी नयाँ नयाँ कुराहरू तपाईँलाई थाहा नभएको जान्ने ओर्ने मौका पाउन सक्नुहुन्छ होला होइन अनि हामी चाहिँ अब यो चाहिँ स्टार्टिङ मात्रै हो स्टार्टिङमा चाहिँ कसैको पनि सबको राम्रो हुन्छ भन्ने छैन हाम्रो हुनसक्छ अडियो नराम्रो होला भिडियो क्वालिटी नराम्रो होला तर आगामी दिनमा चाहिँ आगामी दिनमा चाहिँ हामी अलिक राम्रो गर्दै आउँछौँ राम्रो गर्ने नै छौँ होइन सो लाइक सेयर सब्सक्राइब हानिदिनु होला अनि यो गाइस एपिसोड फेरि पनि फेरि एउटा युट्युबर फेरि त्यही फिल्डमा छिरेको छ अब चाहिँ जो उसलाई अब अलिक चाहना अलिक भएको छ म यसमा नि के गर्छु अलिकति भिडियो सिडियो बनाउँछु भन्ने टाइपकोले आएको छ एउटा केटा तपाईँहरूको सानो होइन इसाक पौडेल अब उसलाई चाहिँ अब हामी सब भयो नि अब उसको हो नि त यो कुरो चाहिँ उसले निकालेको हो नि त उसले निकालेको हो अब उसलाई चाहिँ धेरै जस्तो धेरै सपोर्ट चाहिँ गरिदिनु परोस् होइन धेरै जस्तो सपोर्ट गरिदिनुहोस् अब यो फिल्ड चाहिँ उसले छोडिसकेकै हो यसमा चाहिँ केही हुँदैन ह्यान त्यान भन्ने टाइपको तर एक तरिकाबाट उसले मिहिनेत पनि नगरेको हो नि त मिहिनेत गरेन नि त उसले त्यस्तो साह्रो कस्तो मेहनत गरेन हौ भाइ हामी कहाँ धाइन हौ भाइ एक दुई दिन धाएर हुन्छ त एक हप्ता एक महिना धाएर हुन्छ त होइन रै पनि धाइमा टाइम लाग्छ नि टाइम लाग्छ आफू सक्नु पऱ्यो उसले बेलामा सिकेन अब हामी पनि बच्छु नि त अहिले पनि बच्छु नै छौँ अलिकति ठुल्ठुलो तर कुरा अब चाहिँ हामी पहिला जस्तो होइन अब हामी नराम्रो कुराहरू इम्प्रुभ गर्दै आउँछौँ होइन भन न हो इम्प्रुभहरू गर्दै आउँछौँ अब भिडियो अडियो क्वालिटीहरू यस्तै हो स्टार्टिङमा ओके गाइस बाई बाई